हेलो एभ्रिवान, आज चाहिँ हामीले खाजामा चटपटे बनाएर खाँदैछौँ र मैले चटपटे कसरी बनाउँदैछु हेर्दै गर्नुहोला है त। सुरुमा मैले प्याज हाल्छु, त्यसपछि काँक्रो र मुला हाल्छु अनि थोरै काटेको टमाटर हाल्छु। मलाई धेरै त मन पर्दैन, त्यही भएर थोरै मात्र हालेको छु। त्यसपछि चाउचाउको मसला हाल्छु। आज चाहिँ हामीले फुड कलर बिना नै चटपटे बनाएर खाँदैछौँ। फुड कलर बिना नै चटपटे बनाएर खाँदा चाहिँ मलाई असाध्यै मनपर्छ। तपाईहरु पनि फुड कलर बिना नै एकचोटि ट्राई गर्नुहोला र कस्तो हुन्छ मलाई कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। त्यसपछि मैले चाउचाउ हाल्छु अनि दालमोट हाल्छु अनि स्वाद अनुसार नुन हाल्छु अनि हाम्रो घरमा लोकल चुक छ नि त, त्यो चाहिँ थोरै हाल्छु। यो धेरै अमिलो छ अनि हजुरहरूले देख्न सक्नुहुन्छ। मैले चाहिँ थोरै तेल हालेर त्यसमा जिरा फुराएर टमाटर काटेर हालेर पकाएको पेस्ट छ त्यो हाल्छु। त्यसपछि थोरै खुर्सानी हाल्छु। खुर्सानी बिना चटपटे मिठो हुँदैन नि त, त्यही भएर अनि हालिसकेपछि एकछिन मोल्छु। मोलमाल गरिसकेपछि त्यसपछि मैले भुजा हाल्छु। भुजा हालेर पनि मैले एकछिन मोल्छु। मोलिसकेपछि चटपटे यस्तो देखिन्छ र यो चटपटेलाई मैले एउटा सानो कचौरामा हाल्छु साथीहरू। र यो चटपटे यस्तो देखिए पनि खाना चाहिँ एकदम मिठो भएको थियो। तपाईहरु पनि ट्राई गर्नुहोला। तपाईको दिन कस्तो रह्यो?